यो भिडियोमा हामी मल्टी स्टेज इन्कम स्टेटमेन्टमा के पर्छ, स्टेटमेन्ट अफ रिटर्न अर्निङमा के पर्छ र क्लासिफाइड ब्यालेन्स सिटमा के पर्छ भनेर विचार गर्नेछौँ। मल्टी स्टेज इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटको हिसाब गर्न यसको बेसिक आइडिया नभई हुँदैन। त्यसैले यो भिडियो पुरा हेर्नुहोस्। मल्टी स्टेज इन्कम स्टेटमेन्ट बनाउँदाखेरि सुरुमा हामीले कम्पनीको नाम लेख्नुपर्ने हुन्छ। अहिले डट कम्पनी भनेर लेखौँ। पछि हिसाब गर्दा यो डटको ठाउँमा कम्पनीको नाम लेख्नुपर्ने हुन्छ। त्यसपछि हामी इन्कम स्टेटमेन्ट भनेर लेख्छौँ। अहिले हामी मल्टी स्टेज इन्कम स्टेटमेन्ट बनाउन लाग्दैछौँ। त्यसैले ब्र्याकेटमा मल्टी स्टेज इन्कम स्टेटमेन्ट भनेर लेखौँ। त्यसपछि फर द इयर इन्डेड भनेर यसरी लेखौँ। यति गरिसकेपछि अब हामी एउटा टेबल बनाउँछौँ। टेबलको सुरुको कोलममा हामी पर्टिकुलर्स भनेर लेख्छौँ अनि त्यसपछिको दुईवटा कोलममा अमाउन्ट भनेर लेख्छौँ। यसको नाममै इन्कम स्टेटमेन्ट छ। भनाइको मतलब यसले हाम्रो नाफा वा घाटा कति छ भनेर देखाउँछ। आम्दानीबाट खर्च घटाइसकेपछि नाफा वा घाटा निस्कन्छ। त्यसैले हामी इन्कम स्टेटमेन्टमा पनि आम्दानीलाई जोड्छौँ र खर्चलाई घटाउँछौँ। कुनै पनि कम्पनीको मुख्य आम्दानीको स्रोत भनेको सेल्स हो। त्यसैले हामी सुरुमा सेल्स भनेर लेख्छौँ। कहिलेकाहीँ हामीले बिक्री गरेको सामान डिफेक्टिभ पर्न सक्छ र बिक्री गरेको सामान फिर्ता हुन सक्छ, जसले गर्दा हामीले बिक्री गरेर पाएको आम्दानी घट्न जान्छ। त्यसैले हामी सेल्ससँग सेल्स रिटर्नलाई घटाउँछौँ। सेल्स रिटर्नलाई रिटर्न इनवार्ड पनि भनिन्छ, किनभने सेल्स रिटर्न हुँदा बाहिरबाट हाम्रो बिजनेसमा सामान फिर्ता भइरहेको हुन्छ। त्यस्तै हामी सामान बेच्दा कहिलेकाहीँ कस्टमरलाई डिस्काउन्ट पनि दिन्छौँ। यसरी डिस्काउन्ट दिँदा पनि हाम्रो सेल्स गरेर हुने आम्दानी घट्न जान्छ। त्यसैले हामी डिस्काउन्टलाई पनि घटाउँछौँ। अब टोटल सेल्सबाट सेल्स रिटर्न र डिस्काउन्ट अलाउड घटाइसकेपछि जुन अमाउन्ट बाँकी बस्छ त्यो हाम्रो वास्तविक सेल्स रेभिन्यू हो, जसलाई हामी नेट सेल्स भन्छौँ। यसरी नेट सेल्स निकालिसकेपछि हामीले उत्पादन गर्दा लागेको खर्चलाई घटाउनु पर्ने हुन्छ, जसलाई हामी कस्ट अफ गुड्स सोल्ड भन्छौँ। कहिलेकाहीँ क्वेसनमै कस्ट अफ गुड्स सोल्ड दिइएको हुन्छ। कहिलेकाहीँ चाहिँ हामीले कस्ट अफ गुड्स सोल्ड हिसाब गरेर निकाल्नु पर्ने हुन्छ। कस्ट अफ गुड्स सोल्ड निकाल्दा सुरुमा हामीले ओपनिङ स्टक भनेर लेख्नुपर्ने हुन्छ। त्यस्तै कस्ट अफ गुड्स सोल्डमा पर्चेस पनि पर्छ। अघि सेल्स गर्दा जस्तै कहिलेकाहीँ सामान पर्चेस गर्दा पनि सामान डिफेक्टिभ पर्न सक्छ। त्यस्तो अवस्थामा हामी सामानलाई फिर्ता गर्छौँ, जसलाई हामी पर्चेज रिटर्न भन्छौँ। त्यसैले हामी पर्चेससँग पर्चेज रिटर्नलाई घटाउँछौँ अनि घटाएर आएको अमाउन्ट मात्रै हामी अमाउन्ट भन्ने कोलममा लेख्छौँ। पर्चेज रिटर्नलाई रिटर्न आउटवार्ड पनि भनिन्छ, किनभने पर्चेज रिटर्न गर्दा हामीले सामान बाहिर फिर्ता गरिराखेका हुन्छौँ। कस्ट अफ गुड्स सोल्डमा पर्चेज रिलेटेड एक्सपेन्सेसहरू पर्छ, जस्तै कस्टम ड्युटी अर्थात् भन्सार महसुल, क्यारिज आदि। अब एकछिन क्यारिजबारे विचार गरौँ। 5 किसिमको क्यारिज हुन्छ। पहिलो क्यारिज, दोस्रो क्यारिज इनवार्ड, तेस्रो क्यारिज अन पर्चेज, चौथो क्यारिज आउटवार्ड अनि पाँचौँ क्यारिज अन सेल्स। क्यारिज, क्यारिज इनवार्ड र क्यारिज अन पर्चेज भनेको पर्चेज रिलेटेड एक्सपेन्सेस हो र यो हामी कस्ट अफ गुड्स सोल्डमा लेख्छौँ। तर क्यारिज आउटवार्ड र क्यारिज अन सेल्स पनि हामी यहाँ लेख्दैनौँ। अब यति गरिसकेपछि हामी लेस क्लोजिङ स्टक भनेर लेख्छौँ। हामीले एउटा कुरा भने मनमा राख्नुपर्छ, एडिसनल इन्फर्मेसनमा क्लोजिङ स्टक दिइएको छ भने मात्रै हामीले यसरी लेस क्लोजिङ स्टक भनेर लेख्नुपर्ने हुन्छ। अब यसरी कस्ट अफ गुड्स सोल्डमा पर्ने सबै आइटमलाई जोडिसकेपछि र क्लोजिङ स्टकलाई घटाइसकेपछि जुन अमाउन्ट आउँछ त्यसलाई हामी कस्ट अफ गुड्स सोल्ड भन्छौँ। नेट सेल्समा कस्ट अफ गुड्स सोल्ड घटाइसकेपछि आउने अमाउन्ट भनेको ग्रस प्रफिट हो। यसरी ग्रस प्रफिट निकालिसकेपछि हामीले अपरेटिङ एक्सपेन्सेस घटाउनु पर्ने हुन्छ। अपरेटिङ एक्सपेन्सेसभित्र दुईवटा खर्चहरू पर्छन्। पहिलो जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस र दोस्रो सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस। अफिसले गर्ने खर्चहरू जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसभित्र पर्छ, जस्तै स्यालेरी, अफिस रेन्ट, प्रिन्टिङ एन्ड स्टेसनरी, अडिट फी, इन्सुरेन्स आदि। सामान बेच्दा लाग्ने खर्च सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसमा पर्छ, जस्तै एडभर्टाइजमेन्ट, सेल्सम्यान स्यालेरी, ब्याड डेब्ट, क्यारिज आउटवार्ड।
जसलाई हामी क्यारिज अन सेल्स पनि भन्छौँ। हामी सबै जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसलाई जोडेर टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस निकाल्छौँ, जसलाई ए मानौँ। त्यस्तै सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेसमा पर्ने सबै आइटमलाई जोडेर हामी टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस निकाल्छौँ, जसलाई बी मानौँ। अब हामी टोटल अपरेटिङ एक्सपेन्सेस निकाल्छौँ। त्यसको लागि हामी ए अर्थात् टोटल जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस र बी अर्थात् टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस जोड्छौँ। ग्रस प्रोफिटबाट अपरेटिङ एक्सपेन्सेस घटाएपछि प्रफिट फ्रम अपरेसन आउँछ। अब हामी एड अदर रेभिन्यू भनेर लेख्छौँ। यसमा इन्ट्रेस्ट रिसिप्ट, डिस्काउन्ट रिसिप्ट, कमिसन रिसिप्ट, गेन अन डिस्पोजल अफ एसेट्स जस्ता आम्दानी पर्छन्। त्यसपछि हामी लेस अदर एक्सपेन्सेस अर लस भनेर लेख्छौँ। यसमा इन्ट्रेस्ट पेड, लस अन डिस्पोजल अफ एसेट्स जस्ता खर्च पर्छन्। अब अदर रेभिन्यू एन्ड गेनमा पर्ने सबै आइटमलाई हामी जोड्छौँ। त्यस्तै अदर एक्सपेन्सेस अर लसमा पर्ने सबै आइटमलाई पनि हामी जोडेर टोटल निकाल्छौँ। प्रफिट फ्रम अपरेसनबाट अदर रेभिन्यू जोडेर र अदर एक्सपेन्सेस घटाएर हामी इन्कम बिफोर ट्याक्स निकाल्छौँ। इन्कम बिफोर ट्याक्समा हामी ट्याक्स पेड वा प्रोभिजन फर ट्याक्सलाई घटाउँछौँ। त्यसपछि जुन अमाउन्ट आउँछ त्यो अमाउन्टलाई नेट इन्कम भनिन्छ। घाटा भयो भने हामी नेट लस भन्छौँ। अब हामी स्टेटमेन्ट अफ रिटेन अर्निङ बारे विचार गरौँ। इन्कम स्टेटमेन्ट बनाउँदा जस्तै यसमा पनि हामी सुरुमा डट कम्पनी भनेर लेख्छौँ। अहिले हामी स्टेटमेन्ट अफ रिटेन अर्निङ गर्न लाग्दैछौँ, त्यसैले हामी स्टेटमेन्ट अफ रिटेन अर्निङ भनेर लेख्छौँ अनि फर द इयर इन्डेड भनेर यसरी लेख्छौँ। अब हामी एउटा टेबल बनाउँछौँ। टेबलको सुरुमा हामी पर्टिकुलर्स लेख्छौँ, त्यसपछि दुईटा अमाउन्ट लेख्छौँ। एउटा अमाउन्टमा हामी सानोतिनो हिसाब गर्छौँ भने अर्को अमाउन्टमा हामी ठुलो हिसाब गर्छौँ। स्टेटमेन्ट अफ रिटेन अर्निङको सुरुमा जहिले पनि ओपनिङ ब्यालेन्स अफ रिटेन अर्निङ पर्छ। यहाँ हामी क्वेसनको ट्रायल ब्यालेन्समा दिएको अमाउन्ट लेख्छौँ। त्यसपछि हामी एड नेट इन्कम भनेर लेख्छौँ। यो नेट इन्कम हामी इन्कम स्टेटमेन्टबाट लिएर आउँछौँ। त्यसैले इन्कम स्टेटमेन्ट बनाइसकेपछि मात्रै स्टेटमेन्ट अफ रिटेन अर्निङ तयार बनाइन्छ। अनि कहिलेकाहीँ नेट लस हुन सक्छ, त्यस्तो अवस्थामा भने हामी लेस नेट लस गर्छौँ। ओपनिङ ब्यालेन्स अफ रिटेन अर्निङमा नेट इन्कम जोडिसकेपछि टोटल प्रोफिट अभाइलेबल फर डिस्ट्रिब्युसन आउँछ। यो प्रोफिटलाई हामी डिस्ट्रिब्युट गर्न सक्छौँ। डिस्ट्रिब्युट गरिसकेपछि प्रोफिट घट्छ, त्यसैले हामी सुरुमा लेस भनेर लेख्छौँ। प्रोफिट सेयर होल्डरलाई डिभिडेन्ड डिस्ट्रिब्युट गर्नको लागि हामी प्रयोग गर्न सक्छौँ, त्यसैले हामी डिभिडेन्ड भनेर लेख्छौँ। अनि यहाँको अमाउन्ट चाहिँ ट्रायल ब्यालेन्समा दिएको हुन्छ। त्यसपछि हामी प्रपोज डिभिडेन्ड भनेर लेख्छौँ। यसको अमाउन्ट चाहिँ क्वेसनको एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। अब प्रोफिटलाई जेनरल रिजर्भमा ट्रान्सफर पनि गर्न सक्छौँ, त्यसैले हामी ट्रान्सफर टु जेनरल रिजर्भ भनेर पनि लेख्छौँ। यसलाई ट्रान्सफर टु रिजर्भ मात्रै पनि भनिन्छ। क्वेसनको एडिसनल इन्फर्मेसनमा यसबारे बताएको छ भने मात्रै हामी यहाँ इन्ट्री गर्छौँ। अब हामी यी अमाउन्टहरूलाई जोड्छौँ र प्रोफिट अभाइलेबल फर सेलसँग घटाउँछौँ। त्यसपछि क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ आउँछ अनि यो क्लोजिङ ब्यालेन्स अफ रिटेन अर्निङ हामी ब्यालेन्स सिटमा प्रयोग गर्छौँ। अब हामी ब्यालेन्स सिटबारे विचार गरौँ। ब्यालेन्स सिटको फर्मेटको सुरुमा हामी डट कम्पनी भनेर लेख्छौँ। त्यसपछि अहिले हामी ब्यालेन्स सिटको हिसाब गर्दैछौँ, हामी ब्यालेन्स सिट भनेर लेख्छौँ अनि एज अन भनेर अन्तमा यसरी लेख्छौँ। त्यसपछि हामी एउटा टेबल बनाउँछौँ। टेबलको सुरुमा पर्टिकुलर्स भनेर लेख्छौँ अनि दुईटा कोलममा अमाउन्ट भनेर यसरी लेख्छौँ। एउटा अमाउन्टमा हामी सानोतिनो हिसाब गर्छौँ भने अर्को अमाउन्टमा ठुलो हिसाब गर्छौँ। अब ब्यालेन्स सिट भन्ने बित्तिकै यसमा दुईटा पार्ट हुन्छ, एउटा एसेट्स अर्को लाइबिलिटिज। एसेट्सलाई पनि चारवटा पार्टमा डिभाइड गर्न सकिन्छ। करेन्ट एसेट्स, इन्भेस्टमेन्ट, प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट, इन्टान्जिबल एसेट्स वा फिक्सियस एसेट्स। त्यस्तै लाइबिलिटिजलाई पनि हामी तीनटा पार्टमा डिभाइड गर्न सक्छौँ। करेन्ट लाइबिलिटिज एन्ड प्रोभिजन, लङ टर्म डेब्ट, सेयर होल्डर्स इक्विटी। करेन्ट एसेट्स भनेको त्यस्तो एसेट्स हो जुनलाई हामी सजिलैसँग क्यासमा कन्भर्ट गर्न सकिन्छ। जस्तै क्यास आफै भयो, ब्याङ्क भयो, डेप्टर्स भयो जसलाई अकाउन्ट रिसिभेबल अथवा बिल्स रिसिभेबल पनि भनिन्छ, अनि क्लोजिङ स्टक भयो, प्रिपेड एक्सपेन्सेस भयो, एक्युर्ड इन्कम भयो जसलाई इन्कम रिसिभेबल पनि भनिन्छ। त्यस्तै नोट्स रिसिभेबल पनि यसमा पर्छ।
अब इन्भेस्टमेन्टमा अरू कम्पनीको सेयरमा इन्भेस्ट गरेको अमाउन्ट अर्थात् इन्भेस्टमेन्ट इन अदर कम्पनीज सेयर एन्ड डिभेन्चर पर्छ। त्यस्तै लङ टर्म इन्भेस्टमेन्टहरू पर्छ। अनि नोट्स रिसिभेबल लङ टर्म भनेर दिएको छ भने हामीले इन्भेस्टमेन्टमा हाल्नुपर्छ। नोट्स रिसिभेबल अथवा नोट्स रिसिभेबल इन सर्ट टर्म भनेको छ भने हामी करेन्ट एसेट्समा हाल्छौँ। तर नोट रिसिभेबल लङ टर्म भनेको छ भने हामी इन्भेस्टमेन्टमा हाल्छौँ। त्यस्तै प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा हामी फिक्स्ड एसेट्सहरू हाल्छौँ। फिक्स्ड एसेट्स भनेको त्यस्तो एसेट्स हो जसलाई इजिली क्यासमा कन्भर्ट गर्न सकिँदैन। एक्जाम्पलको लागि ल्यान्ड एन्ड बिल्डिङ, प्लान्ट एन्ड मेसिनरी, फर्निचर एन्ड फिक्सचर, भेहिकल आदि। इन्टान्जिबल एसेट्स भनेको छुन नसकिने तर महसुस गर्न सकिने एसेट्सहरू हो, जस्तै गुडविल, प्याटेन्ट, ट्रेडमार्क आदि। साथै यसमा फिक्सियस एसेट्स पनि भएकोले प्रिलिमिनरी एक्सपेन्सेस, अन्डरराइटिङ कमिसन, डिस्काउन्ट अन इस्यु अफ सेयर एन्ड डिभेन्चर आदि पनि पर्छ। अब यी सबैलाई जोडेर हामी टोटल एसेट्स निकाल्छौँ। लाइबिलिटिजको सुरुमा करेन्ट लाइबिलिटिज एन्ड प्रोभिजन पर्छ। यसमा अकाउन्ट्स पेएबल, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, एडभान्स इन्कम, प्रोभिजन फर ट्याक्स, प्रोभिजन फर डिभिडेन्ड, ब्याङ्क ओभरड्राफ्ट आदि पर्छ। त्यसपछि लङ टर्म डेट पनि लाइबिलिटिजमा पर्छ। लङ टर्म डेटमा डिभेन्चर, ब्याङ्क लोन, नोट्स पेएबल लङ टर्म आदि पर्छ। याद गर्नुपर्ने कुरा भनेको नोट्स पेएबल मात्रै दिएको छ अथवा नोट्स पेएबल सर्ट टर्म दिएको छ भने करेन्ट लाइबिलिटिजमा पर्छ। तर नोट्स पेएबल लङ टर्म दिएको छ भने लङ टर्म डेटमा पर्छ। अब हामी सेयर होल्डर्स इक्विटी बारे कुरा गरौँ। यसमा सेयर क्यापिटल, प्रिफरेन्स सेयर क्यापिटल, एडिसनल पेड इन क्यापिटल अथवा सेयर प्रिमियम, जेनरल रिजर्भ अनि रिटेन अर्निङ आदि पर्छ। यी सबैलाई जोडिसकेपछि टोटल सेयर होल्डर्स इक्विटी एन्ड लाइबिलिटिज आउँछ। टोटल एसेट्स र टोटल सेयर होल्डर्स इक्विटी एन्ड लाइबिलिटिजको अमाउन्ट जहिले पनि बराबर हुनुपर्छ। अब हामी यससँग सम्बन्धित न्युमेरिकल प्रब्लम सल्भ गर्नेछौँ। त्यसैले प्लेलिस्टमा गएर अर्को भिडियो हेर्नुहोस्।